हेलो गाइस वेलकम ब्याक टु माई न्यू अनदर रेसिपी। आज चाहिँ बनाउँदैछु करेला आलु फ्राई। अनि हजुरहरूले हेर्न सक्नुहुन्छ अनि आलुदम पनि बनाएको थिएँ। यो चाहिँ साइडमा है थोरै चिरिक्क परेको रेसिपी देखाउन आँटेँ। त्योभन्दा पहिला चाहिँ मैले यहाँ टक्कसँगले सिद्ध फ्राई गरिसकिरहेको थिएँ। सिद्ध फ्राई भइसके पछाडि चाहिँ मैले यतापट्टि सब्जी अड्याइदिरहेको थिएँ। सब्जीमा त अब धेरै के हाल्नुपर्ने छैन अनि टक्कसँगले हालेर त्यतापट्टि जिरा पड्काएर यतापट्टि चाहिँ फ्राई गर्दै थिएँ मैले सब्जी। अनि टक्कसँगले मैले यो पनि हाल्दिएँ। त्यसमा चाहिँ टमाटर लसुन अदरक प्याज होइन खोर्सानीहरू एकैसँग काटकुट पारेर रेडी गरेको थियो। अनि त्यो चाहिँ योभन्दा अगाडि आएछ कि त्यो सब्जी क्लियर देखाउनु भनेर यो चाहिँ एकैसँग मैले गरिदिएँ कि किनकि सजिलो पनि हुन्छ भनेर मैले एकैसँग गरेको थिएँ। तेल तातेर जिरा पड्काएपछि मैले सब्जी पनि हालिदिएँ। सब्जी हालेर राम्रोसँगले चलाए पछाडि चाहिँ हाम्रो सब्जी यसरी नै पाक्दै गर्छ। त्यही सब्जी पकाउँदै चिया पनि खानु पर्यो, चियाको पनि भोगी हो नि त। अनि यहाँ चिया पाक्दै थियो अनि सब्जी पाकिसकेको थियो टमाटरको चाहिँ। अनि यहाँ चाहिँ आलु टक्कसँगले उसिनेर टक्क पानीमा हालेर राखेको थिएँ धेरै तातो हुन्छ भनेर। आलुमा हाल्ने पेस्ट रेडी भएपछि चाहिँ आलु मैले टक्कसँगले राम्ररी काटेर अनि यहाँ गरे पछाडि चाहिँ हाम्रो आलुदम रेडी भइसकेको अवस्थामा हजुरहरू पनि यसरी ट्राई गर्नु होला सिम्पल पाराले होइन। अनि त्यसरी लाइक कमेन्ट सब्सक्राइब सेयर गर्न चाहिँ हजुरहरूले नबिर्सनु होला। करेला कसलाई मिठो लाग्छ कमेन्ट पनि गर्नु होला मेरो यो भिडियोमा हजुरहरूले। अनि यहाँ चाहिँ अब यतिमै ओके बाई बाई गाइस।